दाइ तपाईँ के लिनुहुन्छ? मोमो एक ठाउँमा गर्नु न। मोमो ए हस् ल। साउजी कति टाइम लाग्छ? टाइम लाग्दैन, थोरै समय लाग्छ। A few moments later. खै त साउजी मोमो भएन। हुँदैछ एकैछिन पर्नु न। 2 hours later. साउजी मोमो आउँदैन आज? अति भयो त। कति आदिनु भएको दाइ? धैर्य त राख्नु न, एकछिनमा आउँदैछ। कति धैर्य त राख्नु हो, तपाईँको एक प्लेट मोमोले मेरो जागिर जाने बेला भइसक्यो। बहिनी आऊ त। अभी मजा आएगा ना भिडो। कति टाइम लागेको हो तिमीहरूलाई एक प्लेट मोमो बनाउनको लागि? त्यसले तिमी बनाउँछ यसरी बोलाउँदैन तिमीहरूलाई अहिले। A few inches later. कति टाइम लाग्छ एक प्लेट मोमोको लागि? आउँछ के दाइ आउँछ, एकैछिन धैर्य त राख्नु न। तपाईँको धैर्य तपाईँसँग राख्नुहोस्, तपाईँको मोमो तपाईँ नै खानुहोस्। गएँ म। हेत्तिरका दाइ एकैछिन धैर्य त राख्नु न यार। दाइ आउनु क्या आउनु, जा जा। साँच्चै धैर्यता, सहनशीलता, प्रतीक्षाको फल पक्कै पनि मिठो हुनेछ। काभ्रेले मोमो घर एन्ड क्याफेलाई यति चाहिँ धैर्यता राख्नु नपर्ने गरी काभ्रेले मोमो घर एन्ड क्याफे तयारी भइसकेको छ। चाँडै नै तपाईँलाई काभ्रेले मोमो घर एन्ड क्याफेबाट सुविधा दिनेछ। धन्यवाद।